घरबाट हिँडेको ल केटा पिकनिक छ होइन भाइहरू छ साथीहरू छ टक्क लगाएर अब हेरिहाल्न पिकनिक चाहिँ खतरा अब पिकनिक हुनु ला हेर हाम्रो गाउँ हेरे कस्तो लाग्यो विशाल तेरै लागि बनाएको भिडियो हो यहाँ नि बाख्रा उठाउन आउने हो नब्बा कस्तो गरेर आयो आन्टीलाई विशाल हेरेर हो त सुनेको नि के भन्दा उनीहरू आन्टीले कुन उठाउनु लाग्यो तैँले ए कालो हो ए लाठी यही हो रे उठाउनु लाग्यो लाठी कहाँ अझ सामान ल्याउन टन्ने भाइ के सामान ल्याउन टन्ने छ उसलाई फोन गरेस् तैँले अब सबै सामान त्यसले पठाइदियो हो त बिल त सामान सब ल्याइसकेँ मैले अब अदुवा र छुट्याएँ ओए अझ ओए माइला अनि यहाँ यो मिक्सरमा पिस्नु पर्यो त अदुवा पेस्ट होइन पिस्नु पर्दैन कि केटा यार पिस्नु पर्दैन पर्दैन अदुवा र पनि क्यान्सल त्यसो भए चिक्ने अरे लाने त हो यो त्यस्तो त फ्लेभर म लिएर होइन रुक त्यो उनी अब्जितहरू कहाँ खानु बिल लिएर आयो कि नै त्यहाँ पाइएन क्या तिनीहरू कहाँ खानु त तिनीहरू त्यही सब सामान हालेर तिनीहरू पैसा पे गरेर आउनु लाग्यो क्या भइसक्यो के भन्नुभयो अरे जानुहोस् त आइसक्यो मुला घाँस देप्ची खोइ त ओइ यसको देप्ची खोइ त त्यो डेली हुन्छ र के भन्नुभयो त मम्मी त डेली हुन्छ त्यो देप्ची खोइ देप्ची एउटा मात्र हाले खाएको यहाँ देप्ची देप्ची भनेको घाँस त पानी तताउने भात खाने त्यो तरकारी बनाउने त्यो होइन गाने हाम्रो मम्मीलाई होइन त तेरो काम हो तैँले गरेर लिएकै छिटो हेर चक्कु कसले लिने ओए नबाज प्रितम चक्कु ल्याइ चक्कु ठिक छ त यही ठिक छ त नि एक दिन लगेको मासु कालै भएको थियो घोट्न यसलाई दिनु घोट्छ त्यो हुन्न त्यसले उहाँ गएर टेर्दैन त्यो
त्यो अर्को त्यो मम्मी त्यो हुन्छ नि त्यो पकाउन मिल्दैन यो बनाउन मुनिएर मसला मैले त्यो कालले बनाइदिने होला कालो बनाइदिए कालो त त्यो मसित लगाउँछ कालो त यस्तो हो नि त त्यत्तिकै दोषी हो नि त कालो हुन्छ नत्र नि हुन्न नि त माटो साटो लगाउँछ के त्यत्तिकै हुन्न बस अस्ति हुदुम गरे तैँले बाख्रा लगेर जा त्यहाँ नभए त बस त पित्तम यहाँ बस भिडियो नगराइस् के को भिडियो गर्नु ओके गर्दैछु कि भइरह तेरो त्यो बोरो सोरो पर्दैन हातमा बोक अब यो बोरोमा जति अट्यो अट्यो अरू हातमा बोक यस्तो ठुलो बोरो छैन छैन के हेरिदिनु त एकचोटि छ हेर्छु ल नबाले चाहिँ बाख्रा निकाल्यो के अरे बोका निकाल्यो बाख्रा नहुने बोका निकाल्यो बोका निकाल्यो मैले कट गरिदिन्छु यो होइन ल बोका लगेर गयो नब्बा अगाडि है ल सामान हाले भाँडामा बोरामा हिँडेर हामी बोरा लिएर आयौँ जाऊ सुरज जा अनि त्यो ऊ त हाल त्यहाँ म चटाइ उसले अब्जुलले दास ल्याएको नै सोध त एकचोटि फोन गरेर नत्र नि योसँग छ भने त्यहाँ हाल्न बोरामा अब्जुललाई फोन गर्दा एक गोटी तास मतलब वो अलग ही लेवल का बंदा था त लिएर आएर त्यो फोन गर्न लाग्यो त्यही हाल तल बोरामा हाल च्यात थिन्छ त्यो त हिँड्न दुईजना गाँडेर अरे बाख्रा कराएर उसो घरदेखि चाहिँ दुईटा पन्ध्र अब त्यो हाल त्यो हाल्न हाल बोरामा त्यसले बाख्रो लाने कि तैँले बाख्रा लिएर जान्छ हामी लिएर जान्छ अनि लिएर अब तर पनि के भने त्यहाँदेखि 15 मात्र लिएर जा म एमा बसे कि त त्यहाँ बस्छ ल छोडेर ल यो मुटु लिएर जा ल जा जा ल यो लिएर जा यसो घरदेखि उठाले अरू के ल्याउने यसो घरदेखि अम्ले सम्ले छ त्यहाँ कस घरबाट यसो घर अनि यो मान्छे यहाँ बस्या त फेरि घर जाने जानु पर्दैन दिन्छ म जान्छु म यहीमा जान्छ हामी त्यो त हाम्रो रोक्नु न ए ल कहाँ गयो ए के भयो हिँड्न जाउँ अब पहिला सामान सबै छोडेर आऊँ अनि को बस्ने हो को सामान लिन जाने हो अनि त्यही अनुसारले के माथि जाऊँ न त त्यहाँसम्म हिँड्न त बोकेर आइज माथिसम्म गएर आऊँ ल बस न ल बस सामान हाल ओए त्यो बोरा हाल्न भयो ल है केटा हिँड्न अब ए हेर्छु कसले बनायो खस्यो गाडी के खस्यो लड्क्यो के निकाल्नु यस्तो हेर कसले बनायो यस्तो हेर
तेरो के जान्छ तेरो ल ट्याक्क अब चाहिँ दाउरा खोज्न हिँडिरहेको छ मामी होइन भनेको थियो कि दाउरा पुग्दैन भनेर तर मानेन मतलब वो अलग ही लेवल का बंदा था। त्यही पनि प्रयास जारी छ सर्चिङ दाउरा यही त अनि आज मैले उता जामा यहाँ यसलाई बस भनेको पुरै सिरानी लाएर बसतिर मतलब वो अलग ही लेवल का बंदा था। लाको बोलिरहेछ ए ल ल ल ल मलाई अन्न पर्दैन त फाल्टो माथि उठाना और अन्डे पछाडिको उठाएको त्यो पुरै लगाइ छ्याच चाहिँ एकदम सुरतले खै के आन्यो गेडा काटे जस्तो आन्यो भाई यहाँ पे क्या हो रहा भाई हैन ऐसा मत करो मेरी जान अच्छा भनेर मैं तारी गो भाई मैं तारी गो भाई हँसे त्यस्तो त्यस्तो हँसे उदाको नि भिडियो छ हरियो छै के हाले त्यो तातोमा गयो त्यस्तो हुन्छ ल पखाल भयो हरियो कलर आयो नि तान्यो के यता भाँडा दसिङ छ तताउनुला बेसार लगाएर बेसार बनाउन गएको रे यो पिते मुला डराएर ल्याएर बेसारलाई डराउन गएको रे बेसार बनाउन गएको रे रङ बनाउन डराएर सारै फेरि हल्ला अरे हात छोड्दैला चिके फेरि अहिले फ्याट्टे पाड अब ल फ्याट्ट फ्याट्ट ल त गाडे फ्याट्टे पाडे त मतलब वो अलग ही लेवल का बंदा था। हेर्नु परेन गानी के भन्छ भनेर त काम गर्ला भनेर त बोल्दै बस्यो अलग लेभलको बन्द तर त सबै बोकेर ओह बधाई ठोक मासु काटेर पिनी हेर्नु हाम्रो चाहिँ मासु है हाम्रो मासु बनाउने हो कटलेसी यता छ यता यो त डेन्जर कटलेसी हाम्रो ए ल भुटो यहाँ छ यहाँ पुरै हाम्रो मेन त यहाँ छ भित्रको रगत यहाँ ल यहाँ उदेछ आमा यो प्याज कटलेसी हो हाम्रो यहाँ राखे कटलेसी ल हाम्रो सब अनि यहाँ छ मेन हेरी यहाँ कुकिङ ट्याक्क अनि दामी हान्दै होइन यस्तो नाइट आज हामी चाहिँ नाइट हन्टिङ हान्न आएको खासमा दामी हुँदैछ हन्टिङ ल लाठी साठीले ल हेर्दै गर्ने पछाडिको ब्याकग्राउन्डमा चाहिँ कहाँको हो यो ल दामी अनि ल हेर ल त आमा आमा चुक्रा त रन्डी ल दामी भइरहेछ यहाँ चाहिँ ओ माई गड सिन हेर्छस् पनि ल हेर केटा अब आमा ल हाम्रो एनएस पनि छ स्कुटी थियो गइसक्यो है दामी दामी ल ल ल हेरे केटा हो बबाल भइरह ल आमा ल सब भइरह दामी दामी भइरह कटिङ सटिङदेखि लिएर ए डिजे ए यहाँ हेर
ल कटलेसी बन्यो है खाएन काँक्रा खाएन मुला यहाँ न भात पाके न कुखुराको मासु पाके एकजना फेरि कुखुराको मासु खाने छन् यहाँ फेरि यस्तो ल छ्याङसँग भुटुवा है टक्क लाएर काँक्रा साँक्रा चिसो चिसो केटाहरू सबै छन् फेरि एकजना चाहिँ त्यहाँ चाहिँ उसले ऊ चाहिँ उवाला फेरि बाहुनवाला हो क्या त्यो उखानीवाला के अरे कुखुरा मासु खानेवाला टक्क कुखुरा बनाउँदै खाने उनले चाहिँ खानु मासु खायो किन